भाई उस कौन-सी करके बनाओ तब नहीं जाना हां दुईटा कसरी पिसिन त्यो बाहिर रुगयो त चिङ ठुलो अङ्कलको इन्टरभ्यू लिएर आउँछु ल म ठुलो अङ्कलको गइकन आउँछु ल आधी काम गरेर सेभ होइन साथी भन्दा मेरो ओइ अङ्कल छ तेरा चाहिँ काम हेभी काम गरेको छ हेभी खटेको छ हो चेक गर्न आएको के भन्नु छ के भन्नु छ कसको चाहिँ भाइ के गर्नु हो यो चाहिँ छ नि अब ठिक छ नि है सबै एकदम यो चाहिँ छ नि पेसेन्टहरू अपरेसन भएर चाहिँ रेकर्ड राखेको कतिजनाको भएछ अपरेसन चाहिँ 6 जना भइसक्यो अहिले चाहिँ हो ए कालो छ त्यो हराउँछ ल अङ्कल माथि हेर्नुहोस् ल अङ्कल होइन योगेन होइन फिटनेस माथि हेर्नुहोस् त माथि हेर्नुहोस् माथि हेर्नुहोस् माथि हेर्नुहोस् अब दबाई लाउनुपर्छ उज्याल त यो फिटनेसको लागि पठायो क्या अगाडि माथि हेर्नुहोस् त गइसक्यो अनि एक गरम उयो भएर त्यता बस्छ माथि हेर्नुहोस् उकालो उकालो हेर्नुहोस् सरेर बस्नु माथि हेर्नुहोस् तपाईँ बस्नुपर्छ बेन्चको चाहिँ सर माथि हेर्नुहोस् त्यो कार्ड बाँड्नु न नानीहरू त्यो कार्ड बाँड्नु त एकदम राम्रो छ है राम्रो छ
एकदम राम्रो हुन्छ है Lah 28 छ कसकोमा के चीज जब तो हम तो कंगा खरे के फबु जानकारी अब त सबै छोराले नै लगिहाल्छ नि डराउनु पर्दैन दिदी तपाईँ त एकछिन है ल ओके आँखा चिम्म गर एकछिन चिम्म गर है बिस्तारो खोला त के भयो देख्यो सबै देख्यो कतिवटा छ औँला कतिवटा छ यहाँ औँला कतिवटा यहाँ औँला औँला नाकमा छुवा त मेरो नाकमा समाता न मेरो नाक समाता त नाक समात्नु नाक अब समात्नु होइन फेरि गरेर एकचोटि फेरि एकचोटि समाता न खै अब यो गरे यस्तो गरेर ल यहाँ गरेर यहाँ change their lives. Both of them were totally blind yesterday. मान्छे त राम्री पो रहेछ त मान्छे त राम्री रहेछ अब घर गएर अर्को ल्याउने कि के गर्नु पर्दैन अहिले है अलिक पछि है अलिक पछि अब अर्को साल ल राम्रो छ मलाई गाह्रो त भएन नि है स्प्रे गर्नु है ल चक्कमा हालेर यस्तो ठाउँमै छ
राम्रो छ है ल आँसुको दबाई दिन्छौँ नि हामी है बिराउने आँसु पनि हामी दबाई दिन्छौँ नि ल चिन्ता नगर्नु है जाने बेलामा राम्रो छ है पर देख्नुहुन्छ देख्नुहुन्छ राम्रै देख्नुहुन्छ है एकदम हिजोभन्दा फरक छ नि है गाह्रो त भएन राम्रो 16 वर्ष जस्तो हिँड्ने भए है मान्छेहरू ल है राम्रो छ ल कता हातले हात मुनिको हो त्यो कता रहेछ होइन यस्ता छ कि यता छ कि यता छ कता छ एउटा देखाइहाल्नु यहाँ अम्ला कतिवटा छ अहिले देख्दैछ यहाँ कतिवटा रहेछ 3टा भयो ल देख्छ ल हिजो त अपरेसन गरेको हो अलिक समय लाग्छ नि ल भिजन नआउनेहरूको चाहिँ सबै मैले अघि गरेँ नि त्यसमा टिक लाग्यो माथि भन्दैछ मुनिको 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 त्यो मुनिको त्यो राम्रो देख्नु भएछ राम्रो देखियो है सफा देखियो है अब दबाईहरू हाल्नुपर्छ ल हातहरूले मार्नु हुँदैन ल यसरी मार्नुहरू हुँदैन ल पहिला कति थियो 660 अहिले 66 66 आएछ नि सुन्नुभएको छ कि छैन पछाडिको सुनेछ लामो नेपाली बुझ्नुहुन्छ ल आमाहरू सबैजना एकदम ध्यान दिएर सुन्नु मैले अघि पनि भने तपाईँहरू सबैको अपरेसन हामीले 2 चोटि जाँच गरिसक्यो है फोन एकछिन राख्दिनु है तपाईँहरू फोन राख्दिनु सबैजना एकदम ध्यान दिएर सुन्नु सबैको अपरेसन एकदमै राम्रो छ है ठुलो डाक्टर साहबले पनि हेर्नुभयो सबैको राम्रो छ अब 8-10 जनाले आज आँखा देख्दैन तपाईहरु चिन्ता ला होला छेउकोले आँखा देखे मेरो देखेन भने चिन्ता गर्नु पर्दैन यहाँ घाउहरु हुन्छ अपरेसन जस्तो चीज हो सबैको चाहिँ आज देख्दैन 8 देखि 10 जनाको चाहिँ बिस्तारै बिस्तारै कसैको 3-4 दिनमा देख्छ कसैको 10 दिनमा देख्छ कसैको 2 हप्ता लाग्न सक्छ कसैको 15-20 दिनमा लाग्न सक्छ है त्यसपछि सबैको सफा देख्छ है अब आँखालाई बेसरी स्याहार्ने अपरेसन राम्रो भयो मोतीबिन्दु भइसकेपछि दुईटा चीज हुन्छ एउटा डाक्टरले अपरेसन गरेर छोड्छ अब बाँकी तपाईहरुले स्याहार्नुपर्छ जसरी बच्चालाई स्याहार्छ नि त्यसै गरी आँखालाई स्याहार्ने सबैजनाले आँखा स्याहार्नले एउटा एउटा कोको पाउँछ है कोको भित्र के छ हेर्नुस् त्यहाँ छुटेको छ भने हामी थपिदिन्छौँ अहिले है यो कोको भित्र
तपाईँहरूलाई एउटा चस्मा हुन्छ जसरी बच्चालाई जन्मेपछि कपडा लगाइदिनुपर्छ नि त्यसै गरिकन आँखालाई छोप्नुपर्छ हो यो छोप्नको लागि त्यसपछि तपाईँहरूको अर्को कपडा हुन्छ दिउँसो त यसले लाउँदा हुन्छ यो कपडा आँखामा तर राति दिउँसो हुँदैन राति दिउँसो तपाईँहरूकै यहाँ झुन्डेको छ यही निलो भाँडोलाई झुन्ड्याउनुपर्छ त्यसलाई टाँस्नलाई टेप हुन्छ एउटा है बिहान बेलुका चाहिँ त्यसैले लाउने हो राति सुत्दाखेरि त्यसपछि तपाईँहरू दिनका दिन बच्चाले नुहाउनुहुन्छ नि त्यस्तै गरिकन आँखालाई पनि दिनका दिन सफा गर्नुपर्छ सफा गर्नलाई कपास हुन्छ है एउटा कपास त्यसपछि जसरी बच्चालाई दुध खुवाउँछ नि त्यसै गरी आँखालाई पनि औषधि खुवाउनुपर्छ सबैकोमै तीनटा दबाई छ याद गर्नु होला दुईटा चाहिँ एउटै दबाई हो एउटा चाहिँ अलिक छुट्टै दबाई हो कुरा बुझ्नुभयो अब तपाईँहरूले के गर्ने म सिकाइदिन्छु अहिलेदेखि भनिदिन्छु बिहान उठेबाट के गर्ने भनेर ल बिहान उठ्ने बित्तिकै तपाईँहरूले आँखालाई सफा गर्नुपर्छ भोलि बिहान उठ्ने बित्तिकै आज बिहान त हामीले गरिहाल्यो भोलि बिहान त तपाईँहरूले गर्नुपर्छ भोलि बिहानबाट ल यो कपासलाई सफा भाँडामा है सफा भाँडामा साबुन पानीले माझे पनि दुईटा डल्लो बनाउने दुईटा डल्लो बनाएर यसलाई 2 देखि 5 मिनट उमाल्नु होला है उमालेपछि आँखा सफा गर्नुपर्छ आँखा कसरी सफा गर्ने म देखाइदिन्छु हरेक चोटि आँखा सफा गर्दा आँखामा औषधि हाल्दा साबुन पानीले हात धुनु नभए स्यानिटाइजर लगाएर एकछिन पछि गरे पनि हुन्छ है म्याडम आउनु देखाइदिन्छु सबैजना यहाँ हेर्नु है त ल यसलाई 2 देखि 5 मिनट सफा भाँडामा उमाल्ने त्यसपछि यसलाई सेलाइसकेपछि मन तातो भएपछि है सहन सक्ने तातो भएपछि अनि यसलाई चाहिँ आँखा सफा गर्ने हात धुनुहोस् त्यसपछि यो कपासको डल्लोलाई चाहिँ यो औँलाले चाहिँ यसरी समान्नु है त यो छेउ र यो छेउमा नसुनु यो छेउले आँखा सफा गर्नु तपाईँको हातले छुयो त्यो फोहोर भएर आँखाभित्र चाहिँ रोगहरू किटाणुहरू सर्न सक्छ है यो एउटा छेउले चाहिँ माथिको परेली सफा गर्ने अर्को छेउले तलको परेली सफा गर्ने है सबैजना यहाँ हेर्नु म्याडम आँखा तल हेर्नु आँखालाई तल हेर्न लाउने आँखाको गेडीलाई आँखाको डल्लो नै नथिच्नु होला है त आँखा तल हेर्नुहोस् तल हेर्नु एउटा चुच्चोले यसरी यसलाई सफा गरिदिन्छ परेलीलाई त्यसपछि अर्को चुच्चोले आँखा माथि हेर्नु माथि हेर्नु यो तलको परेलीलाई यसरी सफा गर्नु अब यसलाई फालिदिनु अर्को डल्लोले यो वरिपरिको मुखलाई चाहिँ पुस्दिनु है तपाईँहरूले 3 हप्तासम्म नुहाउन मिल्दैन है सावर लिन मिल्दैन नुहाउन मिल्दैन ज्यान चिलायो भने चाहिँ जगले पानी हाल्ने तलको नुहाउने या घाँटीभन्दा माथि चाहिँ 3 हप्तासम्म ननुहाउने है दुईटा डल्लोले एउटा डल्लोले मुख पुस्ने एउटा डल्लोले आँखा सफा गर्ने त्यसपछि दिउँसो घाममा हेर्नु पर्यो भने यो कालो चस्मा लगाएर बस्नु सबैलाई पाउँछ कालो चस्मा है दिउँसो कालो चस्मा लगाएर बस्ने बिहान बेलुका चाहिँ यो भाँडोलाई लाउनु होला कालो चस्माले चाहिँ घाम गइसकेपछि देख्दैन आँखा यसलाई भाँडालाई चाहिँ बेलुका सधैँ उमाल्नु होला है यसलाई पनि 2 देखि 3 मिनट उमाल्ने अनि मन तातो भएपछि अनि यसलाई यसरी गर्नु होला म सिकाइदिन्छु तपाईहरु सबैजनालाई यो लाउनुभन्दा अगाडि पनि फेरि हात धुनु होला है साबुन पानीले हात धुनु होला यसलाई चाहिँ सफा भाँडामा बेलुका सधैँ उमाल्नु उमालेपछि 2 देखि 5 मिनट उमालेपछि यसलाई मन तातो भएपछि यसलाई चाहिँ उम्लिसकेपछि यसरी समार्नु होला यसरी तपाईको हातले यसरी नसमार्नु यहाँ भित्र फोहोर हुन्छ त्यो फोहोर फेरि आँखामा सर्न सक्छ यसरी समार्नु होला है यो टेपलाई टेपलाई चाहिँ यसरी दुईटा टुक्रा चाहिँ यसरी छेउछेउबाट टाँसेर आँखामा राति सुत्दाखेरिमा पनि सबैजनाले लाएर सुत्ने कहिलेकाहीँ निद्राको बेला तपाईँको आँखामा कैँची छिरेको छ कैँचीले काटेको छ है आँखाभित्र चाहिँ कहिलेकाहीँ सुतेको बेला चोट लाग्न सक्छ त्यो भित्र हालेको लेन्सहरू बाहिर निस्किन सक्छ त्यही भएर राति सुत्दाखेरिमा पनि यसलाई 3 हप्तासम्म लाएरै सुत्ने है ल यता आउनु यसलाई कसरी लाउने सबैजना यहाँ हेर्नु है त यसलाई चाहिँ यसरी छट्के पारेर आँखालाई यसरी टाँस्ने हो भने यो दुलोबाट चाहिँ आँखा देख्छ तपाईँहरूले है यहाँ दुलोबाट आँखा देख्यो म्याडम दुलोबाट आँखा देख्छ नि है यो दुलो छ यहाँ पाल छ पालबाट आँखा देख्छ तपाईँहरूले है यसलाई छट्के पारेर टाँस्नु होला है त बिहान बेलुका चाहिँ यसलाई टाँस्ने राति सुत्दाखेरि पनि टाँस्ने दिउँसो घाममा कालो चस्मा लाउने है
त्यसपछि तपाईँहरूले यो दबाई हाल्नुपर्छ है। जसरी बच्चाहरूलाई दुध खुवाउँछ अब त्यसै गरी आँखालाई बुवा बस्नु न हजुर बुवा बस्नुहोस्। जसरी बच्चालाई दुध खुवाउँछ त्यसै गरिकन आँखालाई यो दबाई खुवाउनुपर्छ। तपाईँहरू सोच्नुहोस् कति भयो नम्बर राख्नु है। सिडी छ बिस्तारै